हेलो साथीहरू, स्वागत छ हजुरलाई मेरो बिहानको नयाँ मिनी भ्लगमा। आजको भ्लगमा मैले चाहिँ आज सुबेरको नास्तामा के बनाउँदैछु भनेर देखाउँछु। आज मैले चाहिँ चिउरा पोहा बनाउँदैछु। अनि मैले सबै भेजिटेबलहरू काटिसकेपछि सबैलाई एकदम पकाएँ अनि पछि चिउरालाई पनि राखिदिएँ। यसरी बिहान बिहान खाँदा चाहिँ सजिलो हुन्छ अनि छिट्टो पनि पच्छ। अनि मैले माथिबाट चाहिँ निम्बु पनि निचोडिदिएँ। सबै कुराहरू चाहिँ भिडियोमा एक्सप्लेन गर्न चाहिँ सकिन्न। त्यतिकैमा मेरो सानी छोरी चाहिँ उठिगएको थिएँ। मैले चाहिँ पहिले उठिसकेँ थिएँ अनि त्यतिकैमा उठिसकेर पनि दिदीलाई पनि उठाइसकेँ। दिदी उठिसकेर उनीहरू फेरि आफ्नो हजुरआमासँग एकदम अट्याच छन् कि मेरो ठुली छोरी चाहिँ। अनि उसले चाहिँ एकदम माया गर्छ आफ्नो हजुरआमालाई, उहीँसँग नै सुत्ने गर्छ। अनि उठ्न बित्तिकै चाहिँ आफ्नो हजुरआमासँग एकदम माया गरेर चिप्किहाली अनि एकदम माया गर्छ। अनि यहाँ आजभोलि सानो छोरी जता जता जान्छ अनि उतै चिप्किन्छ। अनि आफ्नो दिदीलाई चाहिँ किसी गरिरहेछ। सुबेर एकदम खेल्छन् यिनीहरू। अनि दिउँसो हुनु बित्तिकै फेरि दोनोको नोकझोक चलिहाल्छ, लडाइँ झगडा चलिहाल्छ। दिदी बहिनीको माया यही त हो नि है साथीहरू। सबै कुराहरू देउन खुवाउन त सकिँदैन। अनि अलिअलि जे गर्छु त्यही पनि मैले अलिअलि क्लिपहरू भिडियो रेकर्ड गरेर अनि बनाइहालेँ। आज लाग्छ कि नै कि अनि जब बच्चा भइसकेपछि काम पनि छैन, फुर्सद पनि छैन। त्यस्तै हुन्छ बच्चासँग त, मान्दैन नै। अनि काम पनि यति बढाइदिन्छन्, पुरै छोडिदिनु, यता गर्छु उता हुँदैन, उता गरे यता गरिदिन्छन् बच्चाहरू, यता सफा गरे उता गरिदिन्छन्। अनि त्यतिकैमा चाहिँ मैले अनि फेरि यिनीहरू दुइटा उठिसकेको थिएँ। अनि दुइटालाई चाहिँ मुख हात धोइदिएँ, ब्रस गराइदिएँ। अनि उठ्न बित्तिकै चाहिँ बिहान म यिनीहरूलाई फलफ्रुटहरू दिने गर्छु। हेर्नु न कति माया लाग्दो गरेर दुई बहिनीले मिलेर खाइरहेछ। त्यसपछि मैले यिनी दुइटालाई नास्ता पनि गराइदिएँ। सबै कुराहरू भिडियोमा समेट्न त सकिँदैन है साथीहरू। अनि के गर्नु, फेरि पनि कोसिस गर्नेछु अबदेखि रेगुलर भिडियोहरू पनि हालौँ अनि हरेक कुराहरू मोमेन्टहरूलाई म अनि क्याप्चर गरेर। मेरो सासूले चाहिँ अब टिफिनहरू लगेर जानुहुन्छ नि, त्यसको लागि करेलाहरू बनाउनु भएको थियो। मैले रोटी बनाइदिएँ अनि मैले प्याक गरिदिएँ। अनि साथीहरू हजुरहरूलाई अनि मेरो भिडियोहरू कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। राम्रो लाग्छ भने कमेन्ट गर्नु होला। धन्यवाद। यस्तै भिडियो लिएर आउनेछु। बाई।